नमस्कार दर्शकबिन, तपाईहरुलाई स्वागत छ हाम्रो अक्सफोर्ड एजुकेसनल कन्सल्टेन्सीमा है। आज पहिला के भन्छ बोल्ने कुरा के माइक दिनु ल है त। अब बोर्ड पनि स्मार्ट है, अब जापान सिटी पनि स्मार्ट है, अनि भाषा पढाउने तरिका पनि स्मार्ट है, सेन्सै स्मार्ट छ नि स्मार्ट। अब दुईवटा क्लास छ, दुईवटा क्लासमै स्मार्ट बोर्ड है, राम्रो छ नि है पढाइ। स्मार्ट बोर्डमा स्मार्ट तरिकाले पढाउनको लागि चाहिँ है कहाँ आउनु पर्छ पढ्नको लागि भनिदिनु त। हजुर, अक्सफोर्ड नेपाल एजुकेसनल कन्सल्टेन्सीमा है मात्र विद्यार्थीहरूलाई पढाउने मात्र नभइकन विद्यार्थीहरूलाई चाहिँ स्मार्ट बोर्डमा पढाउने है, स्मार्ट कुराहरू सिकाउने अनि स्मार्ट तरिकाले पढाउने एउटा एक मात्र कन्सल्टेन्सी छ जहाँ चाहिँ अक्सफोर्ड नेपाल एजुकेसनल कन्सल्टेन्सी। यहाँ चाहिँ विद्यार्थीहरूले मात्र भाषा होइन, भाषा बोल्ने तरिका पनि सिक्छन् है, मात्र यहाँको संस्कृति होइन जापानको संस्कृति पनि सिक्छन्। त्यसैले यो ठाउँमा है, यो ठाउँमा चाहिँ आउनुभयो भने जापानिज भाषा सिक्नको लागि तपाईँहरूले धेरै कुरा सिक्न सक्नुहुन्छ है त। धन्यवाद।